आज म पर्वत जिल्लाको पैयुँ गाउँपालिका 3 बेहुलीबासमा अवस्थित रहेको पालुस्थान पर्यटक स्थलमा जाँदैछु। त्यहाँ के रहेको छ सम्पूर्ण अपडेट तपाईहरुलाई दिनेछु। यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। फाइनली म पालुस्थान पर्यटकीय स्थलमा आइसकेको छु। आजको यहाँको मौसमको बारेमा भन्नुपर्दा मौसम बिहानैदेखि सफा रहेको छ। चारैतिर हरियाली सुन्दर रमणीय दृश्यहरू देख्न सकिन्छ। यहाँ अगाडि ठुलो समीको रुख देख्न सकिन्छ। यहाँ अगाडि ठुलो पोखरी देख्न सकिन्छ। साथै अगाडि नेर बस्न तथा आराम गर्नको लागि बेन्चहरूको व्यवस्था रहेको छ। यता छेउको साइडमा ठुलो समीको रुख देख्न सकिन्छ। यो समीको रुखमा पिङ राखिएको छ। म बडादशैं सकिए लगत्तै यहाँ आएको छु। यहाँ पर्यटकहरू पिङ खेल्दै रमाइलो गरिरहेका छन्। यता अगाडिको भागबाट दक्षिण पर्वतको ठुलो व्यापारिक केन्द्र हातेमालो बजारको मनोरम दृश्यहरू देख्न सकिन्छ। म यहाँबाट माथि जाँदैछु। यहाँ सुरुमै पिङ देख्न सकिन्छ। पिङ खेल्दै रमाइरहेका दृश्यहरू देख्न सकिन्छ। यहाँको विशेष आकर्षणमा यो पनि पर्दछ। यहाँ अगाडिपट्टि हाम्रो देश नेपालको राष्ट्रिय झण्डा फहराएको छ। यहाँनेर बस्नको लागि बेन्चहरूको व्यवस्था रहेको छ। यता अगाडिपट्टि यो ठाउँमा फोटो तथा भिडियोहरू धेरैले बनाउने गरेको देखिन्छ। अब म तपाईहरुलाई यहाँबाट माथितर्फ लैजाँदैछु। अगाडि सुन्दर समीको रुख रहेको छ। यहाँ अगाडि भगवान गौतम बुद्धको सुन्दर मूर्ति रहेको छ। यहाँभन्दा माथिनेर फोटो तथा भिडियो सुट गर्नको लागि साथै चारैतिरका मनोरम दृश्यहरू अवलोकन गर्नका लागि भ्यू टावर रहेको छ। यहाँबाट पैयुँ गाउँपालिकाका विभिन्न सुन्दर तथा मनोरम दृश्यहरू साथै बिहादी गाउँपालिकाका सुन्दर तथा मनोरम दृश्यहरू देख्न सकिन्छ। यो हाम्रै ठाउँको पर्यटकीय स्थल हो। हामीहरू सबै मिलेर प्रचार प्रसार गर्नु जरुरी छ। अझै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्राउन सकियो भने झनै प्रसिद्ध हुनेछ। यो भिडियोलाई जतिसक्दो सबैले सेयर अवश्य गर्नुहोला। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया अवश्य दिनुहोला। यो भिडियो फेसबुकबाट हेर्नुभएको छ भने हाम्रो फेसबुक पेज फलो तथा युट्युबबाट हेर्नुभएको छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला।